माननीय सभामुख जी, म 2083 को नीति तथा कार्यक्रममा भाग लिन यहाँ उपस्थित भएको छु। हुन त धेरै पूर्व वक्ता मान्यहरूले आफ्नो पीडा पोखिसक्नुभयो। सत्ता पक्षको हुनुहुन्छ कि विपक्षको हुनुहुन्छ थाहै पाउँदैन। मान्यज्यू महाभारत युद्धमा भीष्म पितामहले कुनै अपराध गर्नुभएको थिएन, तर उहाँले पनि सजाय भोग्नु पर्यो। किनभने प्रायश्चित गर्नको निम्ति तपाईं जोसुकैलाई हामीले जिम्मेवारी लिनुपर्छ। बरु उहाँलाई सही सजेसन दिएर सही बाटोमा ल्याउने पनि हाम्रो काम हो। तर हामी यदि गठबन्धनमा छौं भने हामीले जवाबदेही लिनुपर्छ। नीति कार्यक्रमको मैं सरसर धेरै अध्ययन गरेँ माननीय सभामुखजी। तर विगतमा हाम्रो जसपाकै सरकार थियो, त्यतिखेर हाम्रो मुख्यमन्त्री हुनुहुन्थ्यो सरोज यादवज्यू। म उहाँलाई पुनः फेरि धन्यवाद दिन चाहन्छु। उहाँले रङ्गभूमि मैदानको लागि स्पेशली 16 करोड समथिङ पैसा छुट्याउनु भएको थियो। तर त्यो पैसा चाहिँ जनकपुर उपमहानगरपालिकामा गएर पनि खर्च हुन सकेन। पछि हाम्रो दलको नेता मन्त्री बन्नुभयो। उहाँले मलाई स्पेशली फोन गरेर भन्नुभयो, दाजु तपाईँ मलाई तुरन्तका तुरन्त निवेदन दिनु, तपाईले राखेको बजेट कार्यान्वयन गराउँछु। म सबै काम छोडेर दौडेर गएर उहाँलाई त्यो रङ्गभूमि मैदानको लागि दिए। तर उहाँले चाहिँ त्यो पनि कार्यान्वयन गराउन सक्नु भएन। हामी विगतमा कति पटक सरकारमा गयौं, तर त्यो कार्यान्वयन हुन सकेन। मेरो अनुरोध छ सरकारसँग, अहिले गठबन्धनको सरकार छ, जसरी पनि त्यो रङ्गभूमि मैदानको चाहिँ कल्याण होस् र जनकपुरवासीको लागि एउटा चाहिँ सौन्दर्यीकरणको एउटा ठूलो चाहिँ महत्त्व राख्ने ठाउँलाई चाहिँ रङ्गभूमि मैदानले चाहिँ अगोटेको छ। त्यसको लागि चाहिँ म आग्रह गर्न चाहन्छु। अर्को आग्रह के गर्न चाहन्छु, प्रदेशको मान्छेले अनुभूति नै गर्न पाइरहेको छैन कि यो प्रदेश सरकारले केही गर्छ कि हाम्रो निमित्त। त्यसको लागि सामान्य एउटा सुझाव दिन के चाहन्छु, मोटरसाइकलको र पुरानो गाडीहरूको कर जुन छ, एक पटकको लागि 6 महिना अथवा 3 महिना अथवा 9 महिना टाइम दिएर यति भित्रमा जो मान्छेले नवीकरण गराउँछ त्यसलाई सित्तैमा नवीकरण गराइदिऊ। अहिलेसम्मको कर माफ गरेर सित्तैमा चाहिँ कर चाहिँ मिना गराइदिऊ। म अनुरोध गर्न चाहन्छु। हाम्रो पूर्व वक्ता मान्यज्यूले प्रमोदजीले भन्नुभयो उहाँलाई, गृहमन्त्रीज्यूलाई के अरे भत्काउने मन्त्रालय हैन। उहाँले काम राम्रो गर्नुभएछ, उहाँलाई प्रोत्साहन गर्नुपर्छ। काम राम्रो गर्नुभएछ, तर उहाँको अनुभव कमै छ। उहाँले अनुभव बटुल्नुपर्छ। पहिला प्रमोद जायसवालले भनेको जस्तै गुठीको यहाँ विभिन्न किसिमको जग्गाहरू छ। त्यो जग्गाहरूलाई पहिला अनुभव गर्नुपर्छ, कुन जग्गा कुन किसिमको हो। हामी अहिले जुन बसेका छौं, यो प्रदेश सरकारको भवन जुन छ त्यो पनि गुठीको हो। जनकपुर चुरट कारखाना पनि गुठीको हो। यहाँको जिल्ला प्रहरी कार्यालय पनि गुठीको हो। यहाँको राष्ट्र बैंक पनि गुठीको हो। यहाँको एसपी कार्यालय पनि गुठीको हो। ल, हामीसँग ताकत छ। बर्दिवासमा म प्रमाण दिन्छु, 4440 बिघा जग्गा, ऐलानी जग्गा लाल पूर्जा दिएको छ। त्यहाँ फाँट बनाएर बसिरहेछ। ठूला ठूला मान्छेहरूको ठूला ठूला बिल्डिङ छ त्यहाँ। ईश्वरपुरमा 500 बिघा चाहिँ कब्जा गरेर बसिरहेछ। धनुषाधाममा 200 बिघा, भरतपुरमा 100 बिघा, तल्लो गोदारमा 100 बिघा, ढल्केवरमा 100 बिघा, गौशाला नगरपालिकामा 300 बिघा, सिन्धुलीमा 700 बिघा, झापामा 700 बिघा, सिराहामा 300 बिघा, सप्तरीमा 300 बिघा। राजमार्गको उत्तरपट्टि जति पनि बस्ती बसेको छ सम्पूर्ण ऐलानी छ। ताकत छ तपाईसँग, लगाएर भत्काऊ। गरिब निमुखालाई कोही पनि भत्काउन सक्छ। तपाईको अगाडि 10 वटा पुलिस र 10 वटा पुलिस पछाडि अगाडि पछाडि गाडी भयो भने
मरेको मुर्दा पनि भन्छ म जस्तो शेर कोही पनि होइन। तर हुने ठाउँमा पो गर्नुपर्छ। म प्रमाण दिन्छु, प्रमाण सहित दिन्छु। जसले जसले घर बनाएको छ, यहाँ ठुलो ठुलो दाता जुन भन्छ आफूलाई, त्यो दाताले 5-5 बिघा जग्गा कब्जा गरेको छ गुठीको। म प्रमाण दिन्छु। मेरो नाउँ पनि धेरै आएको होला, पेपर पत्रिकादेखि लिएर मिडियामा धेरै आएको होला। म गृहमन्त्री मलाई एकचोटि भेट्नु भएको थियो। मैले भनेको थिएँ मेरैबाट सुरु गर्नु। यदि वास्तवमा मैले कब्जा गरेको छु भने मेरोबाट सुरु गर्नुपर्छ। तर गरिब निमुखालाई, ठेलावाला, रिक्सावाला जसले पनि हेप दिन्छ। तर जो मान्छे यथार्थमा कब्जा गरेको छ त्यसलाई चाहिँ भत्काउने हाम्रो हुब्बा हुनु पर्यो। त्यो चाहिँ कहीँ पनि मैले देखेन। जनकपुरको तपाईँलाई मैले फोन गरेर एकचोटि भनेको थिएँ, धर्मको ठेकेदार हो यो जनकपुर बृहत्तर विकास क्षेत्र परिषद, जहाँ ठुलो ठुलो नेता अहिले बिहानदेखि बेलुकासम्म रक्सी खाएर बसिरहेछ। त्यसलाई गएर रोकौँ। त्यो सोल्टी होटलको चाहिँ नाममा त्यसलाई दिएर, भाडामा दिएर त्यसलाई राखेको छ जनकपुर बृहत्तर क्षेत्र विकास परिषदलाई। त्यसलाई पहिला गएर रोकाउँ प्रदेश सरकारले। त्यहाँ मासु मदिरा चाहिँ बिक्री वितरण बन्द गरौँ। योजना के ल्याउने तपाईँहरू? यो प्रदेश सरकारले के योजना ल्याउँछ? म त के भन्छु, अहिले गरिब निमुखा मान्छेहरूलाई एउटा घरमा एउटा कल र एउटा टोयलेट दिनुस् न। प्रत्येक घरमा एउटा कल र एउटा टोयलेट दिनुस्। त्यो योजना राख्नुस्। त्योभन्दा बढी तपाईँ के राख्ने? तपाईँ विश्वविद्यालय बनाउन सक्दैन, तपाईँ चाहिँ मेडिकल कलेज बनाउन सक्दैन, कृषिको विश्वविद्यालय बनाउन सक्नुहुन्न, तपाईँ खेलकुदको विश्वविद्यालय बनाउन सक्नुहुन्न। कम्तीमा सामान्य प्रकृतिको जुन चाहना छ मान्छेको, त्यो त कम्तीमा पुरा गरिदिउँ। त्यो पनि सम्भव छैन। जनकपुरको धेरै कुरा आइसक्यो। राम जानकी अन्तर्राष्ट्रिय रङ्गशालामा कुनै पनि बन्ने मुख्यमन्त्री अथवा विगतका मुख्यमन्त्री मन्त्री कोही पनि छैन बाँकी त्यहाँ पुगेको। सम्पूर्ण त्यहाँ पुग्नु भएछ। र यहाँ जनकपुरको खेलाडीहरू र जनकपुरवासीहरू यति सम्मान गर्छ, सम्पूर्णलाई, सबलाई गरेको छ सम्मानपूर्ण। सबले आश्वासन दिएर आएको छ, सबैले ठगेको छ खेलाडीलाई। हामी गरौँ न, 1-1 करोड रुपियाँ सबै मान्य छुट्याइदिउँ। मेरो तर्फबाट मलाई कुनै योजना चाहिँदैन। मेरो 5 जति दिनुहुन्छ नि जम्मै अन्तर्राष्ट्रिय रङ्गशालामा छुट्याइदिनुहोस्, 12 बिघामा छुट्याइदिनुहोस्। मलाई कुनै योजना चाहिँदैन। मलाई जुन दिनुहुन्छ योजना, मुख्यमन्त्रीजीलाई आग्रह गर्न चाहन्छु म, मेरो सम्पूर्ण बजेट अन्तर्राष्ट्रिय राम जानकी रङ्गशालामा छुट्याइदिनुहोस्। मलाई कुनै आपत्ति छैन। सक्नुहुन्छ भने प्रत्येक घरमा निमुखा गरिबलाई एउटा कल र एउटा टोयलेटको व्यवस्थापन गरिदिनुहोस्। खेलाडीहरूलाई छोट कल जा मन्नी जी, छोट करे छी दाजु, हमरा 3 मिनट के टाइम आरो बढ़ावो पड़त अपने के। छोट कल जा। खेलाडीहरूलाई विगतमा पनि प्रमोद जायसवाल हुनुहुन्थ्यो मन्त्री, अहिले पनि खेलकुद मन्त्री हाम्रो यहाँ हुनुहुन्न उपस्थित। मुख्यमन्त्रीजीलाई आग्रह गर्न चाहन्छु, जति पनि खेलहरू छ यहाँ, सम्पूर्ण खेलहरू चाहिँ लोप भइरहेछ। त्यहाँ बजेट पनि छ, खेलाडीलाई राख्ने, कोचलाई राख्ने, ट्रेनिङ गराउने सम्पूर्ण बजेट पनि छ। त्यो बजेटलाई कार्यान्वयन गर्नको निम्ति चाहिँ यो खेलाडीहरू जो आफ्नो जीवन चाहिँ परन्तु योगदान दिएको छ खेलमा, विभिन्न खेलका यहाँ खेलाडीहरू छन्, करातेका, भलिबलका, फुटबलका, बक्सिङका, पौडीका, ब्याडमिन्टनका, एथलेटिक्सहरू छ, ब्याडमिन्टनको छ। सम्पूर्ण खेलाडीहरूलाई कम्तीमा कोचको नियुक्ति चाहिँ दिनुस्। कम्तीमा 3-3 महिनाको करारै गरे हुन्छ, 6 महिना गरेर हुन्छ, कुनै ट्रेनिङ दिनुस्। त्यसलाई केही न केही गरेर देखाइदिनुस्। कमला पुलको त्यत्तिकै पीडा छ, मान्छे आएको आएछ, गएको गएछ। विगतले सरकारले चाहिँ सम्झौता गरिदियो। सम्झौता गरेपछि त कार्यान्वयन गर्नु पर्यो। किन कार्यान्वयन हुँदैन? कार्यान्वयन हुनु पर्यो। त्यसको लागि पनि अनुरोध छ। विद्युत प्राधिकरणमा केन्द्रीय सरकारले जुन जनताको साथ चाहिँ एकदम ठुलो अन्याय गरेर देखाएको छ, त्यो अन्यायलाई चाहिँ म सभामुखजी मार्फत तुरन्तका तुरन्त यो चाहिँ बिजुलीमा चाहिँ कर फिर्ता लिनु पर्यो भन्ने म आग्रह गर्न चाहन्छु। यसको लागि चाहिँ जसरी पनि पहल गरिदिनुहुन्छ भने म आग्रह गर्न चाहन्छु। छोट कल जा मन्नी जी।
हमरा बहुत चीज कह के चले दोसर दिन राखल जेतै। ठीक है, हम अत्ते बात कहे अपने के विदा लेबे चाहे छी। धन्यवाद।